Hello and namaste, beautiful people. What's up? What's up? Good morning, and welcome back to another brand new video. नेट छैन आज नि खोलेको कुरा गरे बिजोक full chair. Darem. सरकार के छ के गीत भिडियो बनायो क्या कहिलेबाट सुरु 15 मलाई त 15 नै भारिन्छ सो यहाँनिर चाहिँ मलाई यस्तो गाह्रो भएको थियो यार आम्मा यो एलेक्साले मलाई यति पेलायो कि रिङ्गटा लागेर आम्मामामा यस्तो गाह्रो भएको है रिङ्गटा लाग्दा फेरि गुलियो चाहिँ खान नहुने रहेछ क्या गुलियो खायो झन् भमिट आउला जस्तो भइरहेको थियो तर त्यो आजको दिन चाहिँ लेग डे चाहिँ ओहो ओभरै पेलियो यार
ओभरै जुन भिडियोमा क्याप्चर गरेको छैन होइन त्यो चाहिँ दिमागमा मात्रै छ नि कतिको चाहिँ भयो भनेर अति भएको थियो यार। सब यो RX दाइको चाहिँ हेरौँ ल। सो यो पनि एउटा सानो टाइम ल्याप्स हालिदिएको छु, यो चाहिँ हेर्न सक्नुहुन्छ आनन्दले चिलाक्स पारामा। सबै अडियो चाहिँ मैले म्युट गरेको छु किनभने ब्याकग्राउन्डमा गीत बजिरहेको थियो अनि मैले कपिराइट मात्र ड्याम खाइरहेको थिएँ क्या, ननस्टपै कपिराइट खाइरहेको थिएँ। नत्र म फुल भ्लगै अपलोड गर्ने विचारमा थियो, कपिराइट खाने भयो भएर मात्र हो, नत्र म बिस्तारै। 2000 years later। अनि यो रुपेश दाइले है यहाँ 10 मिनट जति लियो होला हो रेस त, आमामामा यो एउटा हान्नलाई कुरै छेमा। अब प्रेसर कुकरको सिटी कति बजिरह भने त्यही हो ल। अब भइरहेछ जे होस्, यो टाइम ल्याप्स चाहिँ इन्जोय गर्नु न। अझ यतानिर हेर्नु न यार, हाम्रो RX सेन्सेले मलाई यस्तो पेल्छ कि रेस लियो कि 5 चोटि फेरि गरेर है गर्न लगाएर मैले त सुइँ गरेँ। गाह्रो भएर वाइल्ड यार हाम्रो RX सरले चाहिँ गर्ने हो यार। म त हेर्नु न यता न उता यता पुरै के भयो नि, गाह्रो भयो क्या, जस खट्टै गाह्रो भयो क्या। यहाँ बसेँ होइन, कहाँबाट सुरु गरौँ भने त है, मलाई तल्लोदेखि पो भन्छ है। झन् गाह्रो भइरहेको थियो, यस्तो दुखिरहेको थियो खुट्टा। त्यही पनि दुई गरेर तल झारे रेस लियो कि फेरि थपिदिन्छ भनेर भन्ने छ है। यस्तो गराए, यस्तो मान्छेले कसरी चाहिँ 90 दिन कम्प्लिट गर्छ गरेर पुरै खत्रै दिइरहेको थियो यार। मलाई त गाह्रो त भइरहेको थियो, त्यही पनि है यस्तो खुट्टा दुखिरहेको थियो, त्यही पनि गर गरेर अनि यहाँतिर चाहिँ वार गाह्रो भएको थियो क्या। लास्टमा होल्ड गर भनेर है, होल्ड गरेर मेरो खुट्टाको मासु आमामा यस्तो दुख्या, रुम्की हाँसौँ भइरहेको थियो यार। बल्ल उठा जस्तो भइरहेको क्या।
ल ल ल रुपेश दाइको पालो गर्नेवाला बड़ा हरामी हो बेटा यहाँनिर हाम्रो एलेक्स सरले फ्लेक्स हान्ने हेर्नु न एउटा हातले उठाइदिन्छ हौ 25 किलो 30 किलो त आम्मा अझ 50 किलो भयो भए त अझ सुई हानिदिन्थ्यो अरे तर मैले सपोर्ट लिएर हाने कति पछि हानेको भएर होला मलाई त वायर गाह्रो भइरहेको थियो जुन एक्सर्साइज गरेँ नि एकदमै गाह्रो भइरहेको थियो एकदमै हेक्टिक अनि यता चाहिँ हाम्रो एलेक्स दाइको रेकर्ड गरिरहेको थिएँ क्या मैले त्यो यतिकै स्ट्यान्डमा नराखिकन आफैले रेकर्ड गरिरहेको थिएँ अनि हाम्रो एलेक्स दाइको सट्ट लाएर खट्टाले रेकर्ड गरिरहेको थियो अनि त्यसपछि हाम्रो एलेक्स दाइको अर्को बेन्च प्रेस रिभर्स होइन त्यसपछि हाम्रो रुपेश दाइको पालो थियो है अनि त्यसपछि त भिडियो खिच यहाँबाट होइन अर्को एङ्गलबाट राम्रो आउने गरी रे त्यसपछि मैले नि म पनि के कम भनेर सुइँ खिच्दिएँ क्या अनि मेरो पाला आयो एलेक्स दाइले भिडियो खिचिदिन्छ भनेर खिचिदिनु भएन अनि लुगा खोलेर गरे भए हुन्थ्यो नि अनि टक्क लाएर चेस्ट देखाएर भनेर भन्न थियो अनि मलाई लाज लागेर नाइ भनेर भने अनि टक्क लाएर त्यो मेरो एल्बोहरू मिलाएको छैन अलिकति मिलाऊ भनेर एलेक्स दाइले भनिराख्नु भएको थियो त्यो सकाएर आएन त्यसपछि हाम्रो रुपेश दाइलाई उठ्नु भन्छ है ल त्यहीँ बसिरहेछ हो आनन्दले पुरै चिल्याक्स बारामा क्या आफ्नै संसारमा त्यसपछि यो पनि गरियो सो आजको लागि यति नै भयो थ्याङ्क यू सो मच फर वाचिङ का चिमाफ